गर्नुहोला। यहाँ देख्न सक्नुहुन्छ सालको रुखहरू र चिसो हावा आइरहेको छ। हामी जति नजिक नजिक जाँदैछौँ स्वर्गको एक टुक्रा भनेर हामी वैकुण्ठ धामलाई चिन्छौँ, जहाँ आएपछि मनै आनन्दित हुने गर्छ। भ्यू कस्तो राम्रो छ, भ्यू देख्न सक्नुहुन्छ यहाँको। वाउ, स्वच्छ वातावरण, अक्सिजनले भरिपूर्ण। स्वर्गको एक टुक्रा भन्न रुचाउँछु म चाहिँ यो ठाउँलाई, जहाँ वर्षैनी एकपटक यहाँ मेला लाग्ने गर्दछ, वर्षको एकपटक। र हजारौँ दर्शनार्थीहरू यहाँ दर्शन गर्न पनि आउनुहुन्छ। नजारा अब एकैछिनमा यस्तो राम्रो दृश्य देख्न सक्नुहुन्छ। जो कोही पनि मन लोभिन सक्छ यो ठाउँमा अवश्य एकचोटि आएर भिजिट गर्न आउन। चारैतिर हरियाली ठाउँले घेरेको यो ठाउँ, तपाईँ पनि एकपटक अवश्य आउनुहोला। घाम डुब्नै लागेको यो समय हो। लाग्छ हामी कहीँ स्वर्गको एक टुक्रामै आइरहेका छौँ। बाटो देख्न सक्नुहुन्छ, रोड छ, यता जङ्गल छ, हरियाली। फाइनल्ली हामी अब पुग्न लागिसकेका छौँ। ड्रिम लाइट र फाइनल्ली हामी पुलको नजिकै आइसकेका छौँ। र तपाईँलाई मैले लैजाँदैछु। दृश्य अवलोकन गराउन एकछिन अघि र फाइनल्ली हामी पुलमा आइसकेका छौँ। देख्न सक्नुहुनेछ तपाईँले, सुन्दर ठाउँ, मनै आनन्दित भएको छ। र फाइनली देख्न सक्नुहुन्छ झलुङ्गे पुल माथि हिँडिरहेका छौँ। यहाँ देख्नुहुन्छ हाम्रो नेपालको झन्डा फर्काइरहेको छ। र हिँड्ने क्रममा
हालिरहेको छ यो पुल डराइरहेको